सबैलाई स्वागत छ यस हाम्रो युट्युब च्यानलमा। आज म तपाईहरूको लागि लिएर आएको छु समसामयिक घटनाक्रम करेन्ट अफेयर, जुन आउँदो कोशी प्रदेश वा अन्य प्रदेश लोकसेवा आयोगले सोधिन सक्ने अथवा सङ्घले सोधिन सक्ने महत्त्वपूर्ण समसामयिक प्रश्नहरू। करिब 100 भन्दा बढी प्रश्नहरू रहेका छन्। त्यसैले भिडियो पुरा हेर्नुहोला। यदि भिडियो मन परे भिडियोलाई लाइक गर्नुहोला र हामीसँग जोडिनको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। PDF म लिङ्कमा हालिदिन्छु डिस्क्रिप्सनमा, त्यो पनि हेर्न सक्नुहुन्छ तपाईहरूले फ्रीमा, एकदमै फ्रीमा। नौ त साथीहरू, क्वेसनतर्फ जाउँ। क्वेसन नम्बर 1 मा रहेको छ, ICC T20 वर्ल्ड कप 2026 को विजेता राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ भारत रहेको छ भने उपविजेता न्युजिल्यान्ड रहेको थियो। यो कहिलेदेखि कहिलेसम्म सञ्चालन भयो? कमेन्ट गर्नु है साथीहरू। यो परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ, अमेरिका र इजरायलले इरानमाथि कहिले आक्रमण गर्यो? यो सन् 2026 फेब्रुअरी 28 मा गरेको थियो। यो भयानक आक्रमण थियो। त्यसै गरी प्रश्न नम्बर 3 मा रहेको छ, अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको मार्च 8 मा मनाइन्छ। 2026 मा 116औं नारी दिवसको रूपमा मनाइएको थियो, जसको नारा रहेको छ सबै महिला र बालबालिकाको लागि अधिकार र न्याय, कार्यसहितको अवसर भन्ने मूल नारा रहेको थियो। त्यसै गरी प्रश्न नम्बर 4 मा रहेको छ, विश्व सिमसार दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको फेब्रुअरी 2 मा मनाइन्छ। 2026 मा 30औं सिमसार दिवसको रूपमा मनाइयो। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ, अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको फेब्रुअरी 21 मा मनाइन्छ। यसको 2026 को यसको मूल नारा रहेको थियो बहुभाषिक शिक्षाका लागि युवा आवाज भन्ने नारा थियो। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ, विश्व रेडियो दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको फेब्रुअरी 13 मा मनाइन्छ। नेपालमा रेडियो पहुँच पुगेको जनसङ्ख्या 93% रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ, राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यो नेपालमा मात्रै मनाइन्छ। राष्ट्रिय योग दिवस माघ 1 गते मनाइन्छ। ल साथीहरू, कमेन्ट गर्नुहोस्, अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यो कमेन्ट गर्नुहोस् साथीहरू। यो परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ, नेपालमा सालक सम्मेलन 2082 कहाँ सम्पन्न भयो? यो चितवनको माडी भन्ने ठाउँमा सम्पन्न भयो। 2082 मार्च 26 गते सम्पन्न भयो। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ, आदिवासी ज्ञान सम्मेलन 2082 कहाँ सम्पन्न भयो? यो काठमाडौँमा सम्पन्न भएको थियो। 2082 मार्च 25 देखि 27 सम्म भएको थियो। तपाईहरू मूल नारा हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 10 मा रहेको छ, AI नेपालमा प्रयोग विश्वमा कतिऔं स्थानमा रहेको छ? यो कतिऔं स्थानमा रहेको छ? 76औं स्थानमा रहेको छ। 13% ले AI प्रयोग गर्ने रहेका छन् नेपालमा। त्यसै गरी पहिलो स्थानमा रहेको छ UAE र अन्तिम स्थानमा रहेको छ कम्बोडिया। त्यसै गरी प्रश्न नम्बर 11 मा रहेको छ, हेनले ग्लोबल पासपोर्ट इन्डेक्स 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? यो 96औं स्थानमा रहेको छ। पहिलो स्थानमा सिङ्गापुर रहेको छ भने अन्तिममा अफगानिस्तान रहेको छ। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ, नेपाल र साउदी अरब बीच श्रम सम्झौता कहिले भयो? सन् 2026 जनवरी 25 मा भएको थियो। यो माघ महिनाको 11 गते 2082 साल। त्यसै गरी योसँगै नेपालले श्रम सम्झौता गरेको मुलुक 13 पुगेको छन्। त्यसै गरी पहिलो कटार रहेको थियो। त्यसै गरी अर्को प्रश्न रहेको छ 13 नम्बरमा, कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको माघ 1 गते मनाइन्छ। त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ, राष्ट्रिय भूकम्प दिवस कहिले मनाइन्छ? यो प्रत्येक वर्षको माघ 2 गते मनाइन्छ। 2082 सालको 28औं दिवसको रूपमा मनाइयो। यो 2055 सालदेखि मनाउन थालिएको। त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ, हाल नेपालमा कति प्रजातिका चरा रहेका छन् अथवा पाइन्छन्? 103 प्रजातिका चरा पाइने गर्दछन्। यो नयाँ चाहिँ सुर्खेतको बुलबुले तालमा भेटिएको थियो, रातो कान्ठे भन्ने चरा प्रजातिको। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ, दोस्रो राष्ट्रिय आर्थिक गणना नारा र लोगो कहिले सार्वजनिक भयो अथवा गरियो? यो 2082 सालको पुसको 21 गते गरिएको थियो। यो कसले गणना गर्छ? यो राष्ट्रिय तथ्याङ्क कार्यालयले। त्यसै गरी कहिले गणना सुरु हुने? यो 2082 सालको चैत 1 गतेदेखि सुरु हुने भएको छ। यसको नारा रहेको छ अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नारा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ, आर्थिक वर्ष 2081-82 अनुसार कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ? 25.16% रहेको छ। उद्योगमा 12.83% रहेको छ भने सेवातर्फ 65.01% रहेको छ। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ, नेपालमा सन् 2025 मा कति पर्यटक भित्रिए? यो परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। यो तपाईहरू पढ्नु होला।
11,58,459 जना भित्रिएका थिए पर्यटक। प्रमुख पर्यटक भित्रिएका देशहरू तपाईँहरू क्रमशः हेर्न सक्नुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 19मा रहेको छ, युएनको सुरक्षा परिषदमा 2026 र 27का लागि कुन कुन देशका सदस्यका लागि निर्वाचित भएका छन्। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। काङ्गो, बहराइन, लाइबेरिया, कोलम्बिया, लटभिया भन्ने देशहरू रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 20मा रहेको छ, राष्ट्रिय रेशम सम्मेलन 2082 कहिले सम्पन्न भयो। 2082 पुस 26 गते काठमाडौँमा सम्पन्न भयो। त्यसै गरी प्रश्न नम्बर 21मा रहेको छ, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई आफ्नो नियन्त्रणमा कहिले लियो भन्ने क्वेसन रहेको छ। 2026 जनवरी 3मा लिएको थियो। त्यस पछाडि प्रश्न नम्बर 22मा रहेको छ, जलपन्छी गणना 2082 कहिलेदेखि सुरु भएको हो। यसको उत्तर रहेको छ 2082 पौषको 19 गतेदेखि र माघको 4 गतेसम्म सम्पन्न हुने रहेको थियो। यो सम्पन्न भइसक्यो। यो कञ्चनपुरमा सञ्चालन रहेको थियो। त्यसै गरी प्रश्न नम्बर 23मा रहेको छ, बङ्गलादेशले पहिलो महिला प्रधानमन्त्री बेगम खलिदा जियाको निधन कहिले भयो। यो 2025 डिसेम्बर 30 यहाँ 30 रहेको छ, 20 भएको रहेछ, डिसेम्बर 30मा निधन भएको रहेछ। त्यसै गरी प्रश्न नम्बर 24मा रहेको छ, आर्थिक वर्ष 2082-83को पुस मसान्तसम्म नेपालको सार्वजनिक ऋण कति पुगेको छ। 2,06,39,40,00,000 पुगेको रहेको छ। त्यसै गरी प्रश्न नम्बर 25मा रहेको छ, कार्बन नेपाललाई औपचारिकता दिने एसियाको पहिलो मुलुक कुन हो। यो नेपाल रहेको छ, नेपाल बनेको छ। पहिलो औपचारिकता दिने एसियाको पहिलो नम्बरमा नेपाल रहेको छ। यस बापत 55 लाख अमेरिकी डलर बराबरको जलवायु वित्त नेपालमा भेटिनु भएको छ। त्यसै गरी प्रश्न नम्बर 26मा रहेको छ, 98औं ओस्कर अवार्ड 2026का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो। यसको सही उत्तर रहेको छ एन्जिला रहेको छ। त्यसै गरी प्रश्न नम्बर 27मा रहेको छ, प्रथम दृष्टिविहीन महिला T20 विश्वकप 2026 भन्ने छुटेको रहेको छ। प्रतियोगिता कुन देशले जित्यो। यो भारतले जितेको थियो। नेपाल चाहिँ उपविजेता भयो। यो श्रीलङ्कामा सञ्चालन भएको थियो। त्यसै गरी प्रश्न नम्बर 28मा रहेको छ, G20 शिखर सम्मेलन 2025 कहाँ सम्पन्न भयो। यो दक्षिण अफ्रिकामा भयो। 2025 नोभेम्बर 22 देखि 23सम्म भएको थियो। त्यसै गरी प्रश्न नम्बर 29मा रहेको छ, प्रतिनिधि सभा निर्वाचन कहिले सम्पन्न भयो। यो हालै भयो, 2082 फागुन 21 गते सम्पन्न भयो। त्यसै गरी प्रश्न नम्बर 30मा रहेको छ, कोप 30 सम्मेलन कहाँ सम्पन्न भयो। ब्राजिलको बेलेनमा भयो। कोप 31 चाहिँ टर्कीमा हुने भएको छ, नोभेम्बर 9 देखि 20सम्म 2026को। त्यसै गरी पूर्वी तिमोर आसियानका सदस्य कहिले प्राप्त गर्यो। यो 2025 अक्टोबर 26मा गरेको। यो सँगै आसियानको सदस्य राष्ट्र 11 पुगेको छ। त्यसै गरी प्रश्न नम्बर 32मा रहेको छ, सन् 2026मा हुने 25औं शीतकालीन ओलम्पिक खेल कहाँ सम्पन्न भयो। इटालीमा भयो, फेब्रुअरी 6 देखि 22सम्म। नर्वेले सबैभन्दा बढी 41 पदक जितेको, 18 स्वर्ण पदक सहित। त्यसै गरी प्रश्न नम्बर 33मा रहेको छ, भारतद्वारा पशुपतिनाथ वैद्यनाथ हाई स्पिड कोरिडोर बनाउने घोषणा कहिले गर्यो। 2026 फेब्रुअरी 10मा गर्यो। त्यसै गरी प्रश्न नम्बर 34मा रहेको छ, नेपाल भ्रष्टाचार अवधारणा सूचकाङ्क 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ। यसको उत्तर रहेको छ 109 स्थानमा रहेको छ, 34 अङ्क सहित। सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक चाहिँ डेनमार्क भएको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने साउथ सुडान भएको छ। सार्कको सबैभन्दा कम भ्रष्टाचार हुने भुटान रहेको छ भने सबैभन्दा बढी अफगानिस्तान रहेको छ। त्यसै गरी प्रश्न नम्बर 35मा रहेको छ, सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो। यसको सही उत्तर रहेको छ 2082 साल माघको 29 गते गरेको हो, 1 वर्षको लागि। पहिले पनि गरेको थियो, 2081 माघ 10 गते गरेको थियो पोहोर साल। त्यसै गरी प्रश्न नम्बर 36मा रहेको छ, ICC T20 विश्वकप कहिले र कहाँ भयो। यो तपाईँलाई थाहा छ, भारत र श्रीलङ्का। त्यसै गरी प्रश्न नम्बर 37मा रहेको छ, 60औं संस्करणको झापा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो। यसको सही उत्तर रहेको छ मसिन्द्रनाथ फुटबल क्लब। त्यसै गरी प्रश्न नम्बर 38मा रहेको छ, राष्ट्रिय मगर दिवस कहिले मनाइन्छ। यो प्रत्येक महिनाको फागुन 15 गते राष्ट्रिय मगर दिवस मनाइन्छ। प्रश्न नम्बर 39मा रहेको छ, राष्ट्रिय स्वास्थ्य दिवस कहिले मनाइन्छ। यो प्रत्येक वर्षको फागुन 15मा मनाइन्छ। 2082मा 27औं स्वास्थ्य दिवसको रूपमा मनाइयो। त्यसै गरी प्रश्न नम्बर 40मा रहेको छ, सेना दिवस कहिले मनाइन्छ। यो महाशिवरात्रिको दिन मनाइन्छ। 2082 सालको 263औं दिवसको रूपमा मनाइयो।
त्यस पछाडि अर्को प्रश्न रहेको छ, महामूर्ख 2082 सालको उपाधि कसले जित्यो? यो राम आशिष यादव भन्ने राजनीतिक सभामुखले जितेका हुन्। त्यसै गरी प्रश्न नम्बर 42मा रहेको छ, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2082 कहाँ सम्पन्न भयो? यो मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुर धाममा मनाइयो। यहाँ 80 भएछ, 82 हुनुपर्ने। त्यसै गरी प्रश्न नम्बर 43मा रहेको छ, भोइस अफ नेपाल सिजन 7 को विजेता को हुन्? नीता कुमारी थापा मगर हुन्। त्यसै गरी प्रश्न नम्बर 44मा रहेको छ, नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौता कहिले भयो? यो 2026 को जनवरी 25मा भएको हो। त्यसै गरी प्रश्न नम्बर 45मा रहेको छ, नेपाल दोस्रो सेटेलाइट मुनाल प्रक्षेपण कहिले गरियो? यो 2082 पुसको 28 गते गरिएको थियो। यो भारतमा गरिएको थियो। त्यसै गरी प्रश्न नम्बर 46मा रहेको छ, दोस्रो राष्ट्रिय आर्थिक गणना कहिलेदेखि सुरु भएको हो? यसको उत्तर रहेको छ 2082 चैतको 1 गतेदेखि। लोगो र नारा सार्वजनिक 2082 पुसको 21 गते भएको हो। अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नारा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 47मा रहेको छ, विदेशी नागरिकको डिजिटल ट्र्याकिङ प्रणाली FNMIS सुरु कहिलेदेखि औपचारिक रूपमा सुरुवात भयो? यो विक्रम सम्वत 2082 पुसको 17 गतेदेखि भयो। यहाँ पुरा रूप हेर्न सक्नुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 48मा रहेको छ, लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा कहिले भयो? 2082 साल पुसको 13 गते भएको हो। त्यसै गरी प्रश्न नम्बर 49मा रहेको छ, नेपालमा हरेक वर्ष कति गते च्याउ दिवस मनाइन्छ? यसको सही उत्तर रहेको छ पुस 15 गते। पुस 11 को निर्णय थियो, हालसालै मनाइयो। त्यसै गरी प्रश्न नम्बर 50मा रहेको छ, कानुनले तोके बाहेक कागजातमा हुलाक टाँस्न नपर्ने व्यवस्था कहिले हटाउने निर्णय गर्यो? 2082 मङ्सिरको 29 गते रहेको छ। प्रश्नहरू धेरै भएकाले म तपाईँहरूलाई स्क्रोल गराइदिन्छु। तपाईँहरू क्वेसन हेर्नु होला र पढ्नु होला। म PDF पनि उपलब्ध गराइदिन्छु। ल साथीहरू हेर्नु होला। टाइम कम भएकोले भिडियोलाई छोटो गरेको हो। तपाईँहरू क्वेसन हेर्न सक्नुहुन्छ अथवा म PDF डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरू त्यहाँबाट हेर्न सक्नुहुन्छ।
आजलाई यति नै भिडियो रहेको छ। तपाईहरूलाई कस्तो लाग्यो यो नोट? यदि यो नोट मन पर्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला र यो नोट प्राप्त गर्नको लागि तपाईहरू फेसबुकमा गएर लोकसेवा टिप्स सर्च गर्नुहोला र त्यहाँ म्यासेज गर्नुहोला, अथवा तपाईहरू यस भिडियोको डिस्क्रिप्सनमा गएर त्यहाँबाट डाउनलोड गर्न पनि सक्नुहुन्छ। ल हस् त।